हेलो एन्ड गुड मर्निङ गाइज। अब चाहिँ टक्क बिहानको 5:30 भयो होइन। अहिले चाहिँ म जिम जानु रेडी छु होइन। जिम चाहिँ 2-3 दिन ग्याप भएको थियो, अब कन्टिन्यू हुन्छ है त। हेर्सी है, अब मेरो ब्लग फेरि आउँदैछ है। एक्चुअली म जिम चाहिँ टक्कै गनगौँडाको क्याट वाकमा जान्छ नि। बिहान गएको यसो मिररमा गएर हेरेको त कोही नै, अनि एउटा टक्क सेल्फी हानिदिउँ न भनेर सेल्फी हाने सर र चारैतिर हेरेको कोही थिएन। अनि त्यसपछि एकछिन हानेपछि गर्नु पसिना आयो होइन। अनि यसो एउटा बनाइदिउँ न भने भिडियो बनाएँ, घर आएँ। अनि नुहाएर टक्क भाइलाई होइन ट्युसन पढाएँ, घर आएको चाहिँ भाइलाई। अनि त्यसपछि म माथि पसलमा गएँ। पसलमा चाहिँ टक्क भाइहरू ट्युसन पढ्न आएर चाहिँ ट्युसन तिनीहरूलाई कम्प्युटर सिकाउँदै मैले चाहिँ अनि टक्क पूजा गर्छु भनेर यसो भगवान्लाई सम्झेर होइन। अनि धुप बाल्न लाग्यो, धुप त चिसो भएर चाहिँ बल्दै बलेन। अनि एकैछिन आगो बालेको गरेँ। अनि त्यसपछि त बलेर अनि भगवान्लाई टक्क पूजा गरेँ। अनि पसलमा यताउता पूजा गर्दै गरेँ। अनि त्यसपछि चाहिँ मैले बेरोजगार अवस्था दुईजना दाजुभाइ बेरोजगारी बारेमा यसो है। अनि बेलुका पछि चिया नखाने त कुरै भएन। नि हाम्रो चिया चाहिँ जहिले पनि म्यान्डेटरी थियो। टक्क चिया खाँदैन यसो टक्क भिडियो बनाएँ, चिसो थियो। अनि घर आएँ। अनि यसो टक्क बेलुका ब्लग इन गर्न पऱ्यो भनेर बाई बाई।